दाइहरू अघि नै अगाडि हिँडेको के अरे बाइकमा कता पुगिसके तिनीहरू पछाडिबाट स्कुटीमा चाहिँ आइरहनु यहाँ अगाडि कुरिरहेको रहेछन् हाइट त आनन्द खालको बाटो छ कि चितवनमा यस्तो ठाउँ छ भनेर नि पत्ताउँदैनन् क्या मान्छेले बाटो त अलिअलि बिग्रेको त रहेछ या पहिरो आएको जस्तो छ है त्यहाँबाट सर्लक्कै बगेको हाइट हाइट स्पिड ब्रेकर यसमा त मेरो बाइक त सर्लक्कै चिप्लिन्छ नि यस्तो यस्तो हिलोमा त यसमा चाहिँ बिस्तारै नै हिँड्नुपर्छ हिलोहरू पनि छ्याप्छ कि यहाँबाट पानी पनि बगिरहेको हुन्छ कि नन बग्छ पानी चाहिँ यहाँ बसेर हामीले नि कतिचोटि खाछौँ खाजाहरू दाइहरूसँग आएर एकछिन कुर्न पऱ्यो दाइहरूलाई कहाँनिर आयो क्या त्यो चाहिँ झर्ना पनि हो तर पानी छैन अहिले आए सबैजना एकैचोटि हावा अलिक कम भए जस्तो छ कि हावा अलिक कम भए जस्तो छ कि हावा त्यसमा अघि भर्खर बनाएर आएको त्यही पनि हावा चाहिँ गइरहेको क्या अझै गइरहेको हो कि के हो खै दुईजना बस्दाखेरि चाहिँ पेसेटै देखेको थियो अहिले त ठिकै देखेँ माथि रहेछ भने चेक गराउनु पर्ला यहीँ हो अरे एक्सिडेन्ट भएको हेर्नु त कालो लङ्गुर अम्मा हेर्नु त यहाँ नि रहेछ अगाडि नि ऊ खतरा जम भन्दियो त के हो त इम्प्रेस गर्न खोजेको क्या हामीलाई तो पानी है यार दाइ तपाईँलाई कुन कम्फर्टेबल लाग्यो त नि बुलेट कि एफजेड अलि हाइटी छ नि त त्यो बाइक राइडर पनि राइडर त खतरा हो नि यहीँबाट यो पिक देखे भ्यू त यहाँबाट चाहिँ अफरोड सुरु हो हाम्रो अहिले चाहिँ पानी परेर अझै बिग्रेको होला बाटो चाहिँ सायद हेरमै त कस्तो रहेछ म नि धेरै पछि आएको छु यो बाटो चाहिँ हाइट 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 यस्तोमा चाहिँ सकेसम्म एक गियरमै चढाउने कोसिस गर्दा ठिक हुन्छ दुई गियर हान्ने बित्तिकै बाइक घ्याट गरिहाल्छ त्यसपछि चाहिँ काम हुँदैन अलि डिस्ब्यालेन्स हुन्छ त्यही भएर सकेसम्म एक गियरमै चढाउने ए हिलो त हिलो रहेछ अलिअलि बुलेटको फेरि यही हो कि हिलोमा हो कि देखिने फेरि सबै हिलोमा त चिप्लिदिइहाल्छ तर सकेसम्म हिलोमा नपरौँ कट्यो अब यो एउटा मोड त्यसपछि त आइहाल्यो नि ए अझै आधी आइपुग्यो होइन
हो डेडली भएको चाहिँ यो ढुङ्गाले चिप्लाउँछ के यही ढुङ्गाले अनि यहाँ पनि छ अलिकति यो ढुङ्गा अलिकति पुर्रेछ सक्यो अब चाहिँ अगाडि अब एकछिन कुरम केटाहरूलाई ओहो बाइक पनि धेरै लोड लियो मस्त आइरहन् केटाहरू पनि बाइक आयो अगाडि स्कुटी सिङ्गल थियो पछाडि टायर स्किड गऱ्यो होला त्यही हो यति हो अफ रोड भनेको चाहिँ 500 देखिबाट 600 मिटर 700 मिटर त्यस्तै छ अघि हामी आएको बाटो चाहिँ यही हो यो बाटो भयो यो बाटो त्यसरी घुमेर यो बाटो आइपुग्यो दाइ यो त हावा त जान्छ यार एन्टोकको स्कुटीको के हावा आइहाल्यो नि उपर धनगढी त यो उपर धनगढीको टक्क उपर धनगढी जाने बाटो आइपुग्यौँ यहाँबाट सिडी चढेर चाहिँ उपर धनगढी जाने हो अनि हामी यहाँ यति जान्छौँ यहाँ दाइ पसलमा चिउरा एक्सट्रिङ किन्ने रे त्यो दाइले एक्सट्रिङ खाने रे अनि यहीँबाट हो हिँड्दै जाने अलि माथि नै छ उपर धनगढी हाम्रो स्कुटी चाहिँ अघि पञ्चर टाल्दिएको रे पुरै लिक्विड झरेर ऊ पनि हावा पनि गइसक्यो यस्तो भइसक्यो अब तेब्बर जाने एउटामा तेब्बर जाने एउटामा डबल जाने गरेर जानुपर्छ चाहिँ यहाँबाट निस्किन लाग्यो त्यसमा तेब्बर न्युट्रलमा रहेछ यार म त गियरमा छ भन्छ चाहिँ त्यसमा तेब्बर यसमा चाहिँ डबल गरेर जानु लाग्यो विमल दाइ पातालो हुनुहुन्छ नि त दाइ अनि पातालोलाई एकजना बिचमा अनि लास्टमा विनोद मामा भएर जानु ला यतातिर तेब्बर हिँड्ने पनि केही हुँदैन बिस्तारै चाहिँ हिँड्नु पऱ्यो त्यो चाहिँ हो कुरो आज त किन हो साधनले बिहानदेखिबाट दुःख दिएको दैछ क्या शीतल हो कि यता चाहिँ मेरो फेरि पछाडिको ब्रेक तात्तेपछि रोकिँदैन त्यही भएर ओह्रालोमा धेरै जस्तो चाहिँ गियर ब्रेकिङले रोक्नुपर्छ ब्रेक लास्ट तात्छ नि त यस्तो ठाउँमा त्यही भएर अनि यसरी गियर ब्रेकिङ हानेपछि टक्क गियरले रोक्छ इन्जिनले बिस्तारै झर्ने हो क्या सही छ नि ठाउँ त उपर धनगढी भन्दा यतापट्टि झन् अझै गाउँघरवाला भाइब्स दिन्छ क्या मायाटारमा चाहिँ सो आउँदै हुनुहुन्छ भने अब सुरुमा आउँदाखेरि चाहिँ उपर धनगढीमा चाहिँ अलिक के हुन्छ भन्दाखेरि भिडभाड बढी हुन्छ क्या मान्छेहरू टन छ त्यहाँ होमस्टे नजिकै छ मायाटारमा चाहिँ एउटा मात्रै छ क्या होमस्टे अनि एउटा लालीगुराँस रिसोर्ट भइहाल्यो अब कता हुन्छ त्यतै बस्नु पर्ला लालीगुराँस हुन्छ कि अब मायाटार होमस्टेमा बसिन्छ थाहा छैन बाटो चाहिँ जे होस् मक्कन छ क्या फिसलिङ 30 किलोमिटर यहाँबाट यो बाटोबाट चाहिँ फिसलिङ पनि जान सकिन्छ अगाडि चाहिँ झर्नामा केटाहरू रमाइलो गरेर रहेछ उपर धनगढी आइपुग्ने बेलामा चाहिँ अब स्कुटीले धोका दियो धोका त के भन्ने बनाउनु त बनाएरै आएको हो अब त्यसले के हिसाबले बनाइदिएको हो खै हिल टप होटेल यहाँ पनि रहेछ हुन त होटेल चाहिँ
तर हामी बस्ने भनेको ऊ त्यो डाँडामा हो होइन अझै माथि हो सायद अझै माथि हो तेर्सेरे चार गियरमा हालेर चलाइरहेको रहेछु मैले चाहिँ सो अहिले चाहिँ बादलै माथि आइसक्यो हामी चाहिँ लगभग बादलको क्लोज है चिसो भइसक्यो जेसीबी यहीँ अलिकति अगाडिबाट हो लालीगुराँस होमस्टे जाने चाहिँ हल्का अगाडि होला यहाँबाट हो क्या लालीगुराँस होमस्टे जाने मायाटार 0 किलोमिटर यही हो मायाटार त्यही अगाडिको मायाटार चाहिँ सायद प्याक छ होला कि मलाई जहाँसम्म लाग्छ प्याक छ अगाडि पनि होमस्टे खोल्या रहेछ त हामीले फोन गरेको चाहिँ यहाँ हो मायाटार होमस्टे एउटा गाडी एउटा स्कुटी आएको रहेछ त्यहाँ पनि होमस्टे खुलेको रहेछ हाम्रो चाहिँ यहीँ बस्ने कुरा भयो मायाटारमै गाडी मात्रै रहेछ मान्छे धेरै रहेनछन् अहिले साइडमा पनि नयाँ कोठाहरू बनाउनु भएको रहेछ टन्नै रहेछ कोठा चाहिँ यहीँ बस्ने कुरा भयो डबल स्टार यहाँ राखिदिने हो यताभित्र हालिदिनु न तपाईँ भयो त्यहीँ मेरो ब्याग चाहिँ यहाँ राख्यो त्यहाँ यो चाहिँ नयाँ खोलेको रहेछ पहिला चाहिँ यो त्यो मात्रै थियो भित्र सो अहिले चाहिँ म यहाँ मायाटार होमस्टेको दाइसँग भेट भइसकेको छु दाइले यहाँ 2 शब्द राख्ने भन्नुभएको छ यहाँको विशेषता मायाटारको विशेषता के हो अनि हाम्रो यो मायाटार होमस्टेमा चाहिँ कतिवटा रुम छ के छ कसो छ अनि अब के छ दाइले अब भन्नुहुन्छ यस्तै मायाटार होमस्टेबाट म मायाटार होमस्टे सञ्चालक टिका गुरुङ इच्छाकामना गाउँपालिका वडा नम्बर 2 मा रहेको मायाटार होमस्टेमा स्थानीय उत्पादनहरूलाई चाहिँ बढीभन्दा बढी प्राथमिकता दिने गर्दछ यहाँ लोकल बोका लोकल कुखुरा अनि यहाँको कोदोको ढिँडो सिस्नो त्यसै गिठा भ्याकुर यस्ता चिजहरू चाहिँ खान पाइन्छ मायाटारमा मायाटारमा अहिले 10 वटा रुमहरू छ र आउने पाहुनाहरूले चाहिँ हामीले बस्ने बासको पनि व्यवस्था गरेका छौँ अनि 4 वटा चाहिँ एट्याच सहितको बाथरुमको व्यवस्था छ विदेशी पाहुनाहरूलाई पनि हामीले राख्न सक्ने गरी चाहिँ सेवा विस्तार गरिरहेका छौँ 10 वर्ष विदेश बसिसके पछाडि नेपालमै आएर यहाँ केही गर्छु भन्ने हुटुटीले मलाई छोएको थियो र आज केही हदसम्म सफल भएको छ मसँगै धेरै व्यावसायिक साथीहरू मायाटार उक्लिनु भएको छ मायाटार हिजो कर्णाली भनेर चिनिन्थ्यो भने आज सुगम जिल्लाको एकदम पर्यटकीय क्षेत्र भनेर चिनिँदै गएको छ तपाईहरू मायाटार आउनको लागि चितवनको शक्तिखोर हुँदै ऐतिहासिक उपरदाङगढी हुँदै मायाटार आउन सकिन्छ मायाटार आउनुको लागि चाहिँ 9842770240 मा फोन गरेर आउनु होला तपाईहरुलाई
तपाईँहरूलाई जहिले पनि मायाटारमा हार्दिक हार्दिक स्वागत छ। यहाँ एकदम चिसो छ। भरतपुरको तल्लो भेगमा गर्मीले चाहिँ निसासिरहेको बेलामा मायाटार एकदमै चिसो ठाउँ हो। तपाईँहरूलाई चाहिँ मायाटारमा जहिले पनि मायाटार होमस्टे स्वागत गर्न आतुर छ। आउनुहोला। एक वान नाइट स्टे गर्नको लागि एकदम बेस्ट प्लेस छ मायाटार होमस्टेमा। आज हाम्रो मोटो भ्लगिङ गर्नको लागि एकदम जोसिलो भाइ विश्वास भाइ चाहिँ हामी कहाँ हुनुहुन्छ। विश्वास भाइले धेरैभन्दा धेरै भ्लगहरू बनाउँछन् अनि भाइरल पनि हुनुपर्छ र सबैले नयाँ काम गर्ने मानिसलाई चाहिँ साथ दिनुपर्छ, सपोर्ट दिनुपर्छ। विश्वास भाइको भ्लग चाहिँ मोटो भ्लग सबैले लाइक सेयर कमेन्ट गरिदिनु होला, सबैले हेरिदिनु होला। एकदमै नयाँ जोसले चाहिँ उहाँले धेरै खर्च गरेर क्यामेराहरू सब किन्नु भएको छ। एकदमै बुस्ट भएर जाओस् भन्दै भाइलाई हार्दिक हार्दिक शुभकामना र सबैजनालाई मायाटार आउन हार्दिक निमन्त्रणा गर्दछु। धन्यवाद। अहिले चाहिँ हामी यहाँ पछाडि यहाँ दाजुभाइ सबैजना यहाँ बसिरहेछन्। मामा हुनुहुन्छ त्यहाँ आगो बलिरहेछ। अब सेक्काको लागि त्यहाँ अनि खाजाहरू पनि आउँछ। त्यही हो मायाटार होमस्टे चाहिँ। हामी बस्ने यही अगाडिको कोठामा हो। यहाँबाट अब रातिमा खासै भ्यू त देखेको छैन, तर डाँडा काँडा राम्रो देखिन्छ। अहिले चाहिँ हाम्रो मासु पोल्ने कार्यक्रम सुरु भइसक्यो। यति चाहिँ म्यारिनेट गरेर आएछ, आधी चाहिँ हालिसक्यो। बिस्तारै बिस्तारै रापले पाक्दैछ। अनि सरर मायाको झल्को छ सही हो दाइ। यो चाहिँ हाम्रो खाना भयो। यहाँ चाहिँ तरकारी पनि छ। हाम्रो दाइहरू पनि हुन्छ। हामी तपाईँहरूलाई खाना खाउनुको लागि हामी बसिरहेको हौँ। ए हस्। अब हजुरहरूलाई खाना खुवाएर अनि त्यति हामी पनि सुत्नुपर्छ। अनि बिहान उठेर तातो तातो चिया होइन के खानुहुन्छ तपाईँहरूलाई हामी फेरि पस्किन्छौँ। मायाटारहरू पनि आउनु होला। धन्यवाद। धन्यवाद दाइ। सो अब चाहिँ हामी सुत्न लागेको। कस्तो लाग्यो तपाईँलाई आजको भ्लग कमेन्ट सेक्सनमा छोड्नु होला। अनि माया साथ सपोर्ट देखाइदिनु होला। यो मेरो फर्स्ट मोटो भ्लग भएको कारणले यसो सपोर्ट पनि चाहिने हुन्छ। धन्यवाद।